उहाँ हुनुहुन्छ विकास थापा। विराटनगर निवासी विकास पूर्वाञ्चलकै ख्यातिप्राप्त विराटनगर स्थित हिमाल ल च्याम्बर सम्बन्धित रहेका एक कुशल कानुनी ज्ञाता मात्र नभएर उहाँ एक अत्यन्तै मृदुलभाषी, राम्रो, हँसिलो र सकारात्मक सोचले भरिएको युवा हुनुहुन्छ। उहाँ मेरो व्यक्तिगत रूपमा पनि करिब 15 वर्षदेखिको मित्रता छ। उहाँसँग आज म उहाँको कपाल प्रत्यार्पण यात्राको बारेमा भलाकुसारी गर्नेछु है त। नमस्ते। नमस्ते हजुर। तपाईलाई यो हेयर ट्रान्सप्लान्ट पछि अहिलेसम्मको समग्र अनुभव भन्दाखेरि कस्तो लाग्यो? मैले यो क्वेसनलाई यसरी हेर्छु, ट्रान्सप्लान्ट पछि भन्दा पनि हेयर ट्रान्सप्लान्ट अघिको अनुभव र अहिलेको अनुभवलाई हेर्दै गर्दाखेरिको अवस्थामा सुरुमा म यो ट्रान्सप्लान्ट गर्ने कि नगर्ने यसको चाहिँ जुन सुनिन्छ साइड इफेक्ट हुने लगायतका जुन एउटा नेगेटिभ हल्ला सुनिन्छ त्यसलाई पनि मैले एउटा मध्यनजर गर्दै सर्वप्रथम गुरु डाक्टर साहबकोमा आएँ र उहाँले एउटा हौसला दिनुभयो र एउटा यो अहिलेको 21st सेन्चुरीमा भएका यो औषधिका विकास क्रमलाई एक्सप्लेन गर्दै यो भनेको एउटा सामान्य सहज प्रक्रिया रहेको र यसमा ढुक्क हुनु म जिम्मेवार हुन्छु भनेर भनिसकेको अवस्थामा मैले बल्ल हेयर ट्रान्सप्लान्टलाई एउटा गर्छु भनेर मैले सोच बनाएँ र हेयर ट्रान्सप्लान्ट गर्दै गर्दा जुन त्यो दिनको जुन एउटा अनुभव रह्यो मेरो लगभग 15 घन्टा लागेको थियो। बिहान 10 बजेदेखि लगभग 12-1 बजेसम्म जीवन स्किनका टिम डाक्टर गुरु लगायतको टिमले जुन एउटा अथक मेहनत गरेर बीचबीचमा हौसला दिँदै जुन मेरो हेयर ट्रान्सप्लान्ट जर्नीलाई सक्सेस बनाउनु त्यसलाई म हृदयदेखि धन्यवाद दिन्छु। र अनुभव भन्दाखेरि निकै नै एक्साइटिङ र पहिलो म के भन्छु भने अचम्म। यो एउटा चाहिँ अहिले 21st सेन्चुरीको एउटा अचम्म नै मान्नुपर्छ। किन भन्दाखेरि एउटा हेयर नभएको मान्छेलाई अहिले यस्तो राम्रो हेयर दिनु भनेको त्यो आफैमा पनि एउटा रोचक कुरा हो र म एकातर्फ अचम्मित छु भने र एउटा यो एक्सिलेन्ट रिजल्टलाई चाहिँ मैले अङ्गीकार गर्दै एकदमै खुसी हर्षको सीमा नै छैन भन्ने म चाहिँ भन्न चाहन्छु। र यो जर्नीलाई मैले विगत 5 महिनामा नै केलाउँदै गर्दाखेरि जुन फर्स्ट दिनदेखि अहिलेसम्मको यात्रा छ सधैँ कपाल छोइरहन मन लाग्ने, ऐना हेरिरहन मन लाग्ने जस्ता अनुभवहरू लिएर एकदमै पोजिटिभ मैले पाएँ। ठिक छ। अनि यो ट्रान्सप्लान्ट पछि कति दिनसम्म दुखाइ अथवा असहजता महसुस भयो, कस्तो हुँदो रहेछ? यो जुन मैले भने पहिलो दिन जुन सर्जरीको दिन थियो 15 घन्टा म 1 बजेतिर नजिकै सुतेँ र त्यो 15 घन्टाको अनुभवलाई हेर्दै गर्दा त्यहाँ मलाई अलिअलि असहज भयो तर कुनै पनि त्यस्तो दुखाइहरू भएन र त्यो पश्चात मैले कहिले पनि दुखाइको अनुभव गरिनँ र यसलाई सहजै प्रक्रिया लिए मलाई लाग्दैन कुनै असहजता छ। एउटा सामान्य घाउलाई मलमपट्टि गरे जस्तै यो सरल प्रक्रिया लाग्यो मलाई। ल ठिक छ। अनि यो क्लिनिकबाट दिएको हेरचाह सम्बन्धी निर्देशनहरू पालना गर्न कतिको सजिलो छ? केही जटिलताहरू देखिएको थियो कि के थियो? सर्वप्रथम भन्नुपर्दा यो क्लिनिकको बारेमा भन्नुपर्दा यो कोशी प्रदेशकै मलाई लाग्छ प्रथम र चाहिँ उत्कृष्ट सेवा दिने एउटा संस्था हो। यसले जुन मेरो डे 1 देखिको अहिलेसम्मको हेरचाह निरन्तर फलोअप गर्ने यो गर्नु भनेर एउटा सुझावहरू दिने र अझ चाहिँ लिखितम रूपमै पर्चीमा दिएर यसो गर्नु भनेर दिएको जुन एउटा उत्कृष्ट निर्देशन थियो त्यो एकदम सहज थियो र राम्रो पनि थियो। भनेपछि अहिलेसम्म त्यस्तो केही जटिलताहरू छैन? कुनै पनि जटिलता अहिलेसम्म मैले अनुभव गरेको छैन। अनि अहिलेसम्म कपालको वृद्धिको प्रगति कस्तो छ? यो मैले अघि नै भने यो अचम्मकै चाहिँ मलाई लागिरहेको छ र दिनानुदिन म यसलाई अनुभव गर्छु, हेर्छु र सधैँ वृद्धि भयो जस्तै लागेको छ। यसलाई चाहिँ मैले जुन अपेक्षा गरेँ त्योभन्दा धेरै नै मैले चाहिँ पोजिटिभ रिजल्ट पाएको छु। ठिक छ। अनि अहिलेसम्मको नतिजाबाट तपाईँको स्केलिङ गर्ने भने कति स्केल 0 देखि 10 लाई मान्ने भने तपाईँ कति सन्तुष्ट हुनुहुन्छ, कति दिनुहुन्छ? म अहिलेसम्मको 5 महिनाको अनुभवमा म 9 दिन चाहन्छु। ठिक छ। तपाईँको जुन ट्रान्सप्लान्ट पछिको नतिजा र पहिलाकोसँग अपेक्षासँग मिल्यो कि मिलेन? मैले अघि नै भने यो अपेक्षा भन्दा धेरै नै गुणा चाहिँ मैले चाहिँ पोजिटिभ पाएँ, राम्रो रिजल्ट पाएँ।
अब अन्त्यमा तपाईँको यो अनुभवलाई मध्यनजर गर्दै क्लिनिकले केही सुधार्नुपर्ने कुराहरू के कस्तोहरू छ तपाईँलाई त्यो भनिदिनु भयो भने त्यो हामीलाई पनि एउटा हौसला हुन्छ। के छ यसमा सेवाहरूमा कुनै कमी मैले देखिनँ। सुधार गर्नुपर्ने भन्दा पनि विस्तार गर्नुपर्ने। यो सेवालाई अब कोशी प्रदेशमा अरू सेन्टरहरू पनि राखेर, किन भन्दाखेरि विराटनगरबाट म यहाँ लगभग 2-2.5 घन्टाको जर्नीमा यहाँ आएको छु। यस्तै यसका सेवाहरू चाहिँ डिसेन्ट्रलाइज भएर विराटनगर, बिर्तामोड लगायतका अरू चाहिँ क्षेत्रमा वृद्धि गर्दा अझ राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ। ओके, ल ठिक छ। र अन्त्यमा कोही कपाल प्रत्यारोपण गर्ने सोचमा रहनु भएको छ भने उहाँहरूलाई के कस्तो सुझाव तथा सल्लाह दिनुहुन्छ? तपाईँ त एउटा अनुभव भइसकेको मान्छे हुनुभयो। यसलाई म यसरी भन्छु, कोही पनि हेयर ट्रान्सप्लान्टको बुझ्दै हुनुहुन्छ वा गर्छु भनेर चाहिँ हेरिरहनु भएको छ भने तपाईँहरू ढिला नगर्नुहोस्। आजै नै यो चाहिँ बारेमा जीवा निस्किनुहोस् र अरू चिकित्सकलाई परामर्श लिएर यो सुरु गरिहाल्नु। किन भन्दाखेरि यसमा कुनै जटिलता छैन, कुनै असहजता छैन र यो एउटा चाहिँ सामान्य प्रक्रिया हो जस्तो मलाई लागेको हुनाले ढिलो नगरी चाँडै नै आजै कपाल प्रत्यारोपण गरौँ। ठिक छ, थ्याङ्क यू। धेरै धेरै धन्यवाद। धेरै धेरै थ्याङ्क यू। धन्यवाद।